यो हो रौतहटको सुखदेव चौकमा अवस्थित नेपाल तराई सिटी हस्पिटल प्राइभेट लिमिटेड। जिल्लामै अत्याधुनिक प्रविधि युक्त मेसिन र उत्कृष्ट सेवा सुविधा सहित सञ्चालनमा आएको यो आधुनिक अस्पताल हो। जिल्लाकै अत्याधुनिक प्रविधि युक्त भरोसा योग्य स्वास्थ्य सेवा प्रदान गर्ने केन्द्रको रूपमा नेपाल तराई सिटी हस्पिटल सुखदेव चौकलाई लिन सकिन्छ, जहाँ उपचार मात्रै होइन विश्वास पनि प्रदान गरिन्छ। यहाँका सेवाहरूले गर्दा रौतहटको मात्र होइन दूर दराजबाट पनि बिरामीहरू उपचारका लागि आइपुग्ने गरेका छन्। नेपाल तराई सिटी हस्पिटल बिरामीको पहिलो रोजाइमा किन पर्ने गरेको छ त? किनकि यहाँ अत्याधुनिक प्रविधि युक्त मेसिनद्वारा रोगको अग्रिम पहिचान गरी यहाँ उपचार गर्ने गरिन्छ। यहाँ हातले होइन मेसिनले शल्यक्रिया गर्ने गरिन्छ। मेसिनद्वारा गरिने उपचार अत्यन्त सुरक्षित र भरपर्दो मानिन्छ। यहाँ उपलब्ध इको मेसिन, ल्याप्रोस्कोपी मेसिन र एनेस्थेसिया मेसिनको उपयोग, सुविधा र विशेषता विस्तृत रूपमा समेटिएको छ। जिल्लामै पहिलो पटक तराई सिटी हस्पिटल प्राइभेट लिमिटेड सुखदेव चौकले अत्याधुनिक इको मेसिनको सुविधा उपलब्ध गराएको छ। यो भन्दा अगाडि इकोको सुविधा नहुँदा बिरामीलाई वीरगञ्ज वा काठमाडौँसम्म जानुपर्ने बाध्यता थियो, तर अब यही अस्पतालबाट छिटो, सस्तो र भरपर्दो रिपोर्ट प्राप्त हुने व्यवस्था छ। इको मेसिनले विभिन्न किसिमको रोगलाई पत्ता लगाएर समयमै उपचार गर्न मद्दत पुर्याउँछन्। इको मेसिनले के समस्या पत्ता लगाउँछन् त? यो मेसिनले मुटुको अवस्था कस्तो छ, मुटुको अवस्था बारे राम्ररी पत्ता लगाउँछन्। त्यस्तै रक्त प्रवाहको गति र अवरोध, भल्भको स्थिति, मुटुको पम्पिङ क्षमता, हृदयघात यानि कि हार्ट फेलियरको संकेत अग्रिम दिने गर्छ। त्यस्तै जन्मजात मुटु समस्या, पानी जमेको छ कि छैन लगायत मुटु सम्बन्धी गम्भीर समस्याको समयमै पहिचान गर्ने गर्दछ। इको मेसिनको विशेषताहरू निम्न छन्: हाई डेफिनिसन 2D एन्ड 3D इमेजिङ, कलर डपलर सिस्टम, एक्युरेट एन्ड फास्ट रिपोर्टिङ, 98% डायग्नोस्टिक प्रिसिसन, छिटो, सुरक्षित र भरपर्दो परीक्षण गर्ने गर्दछ। अब मुटुको समस्यालाई पहिले नै पत्ता लगाउने, रोकथाम गर्ने र समयमै उपचार गर्ने रौतहटको एक मात्रै हस्पिटल नेपाल तराई सिटी हस्पिटल सुखदेव चौक। अब यो हो ल्याप्रोस्कोपी मेसिन। यहाँ आधुनिक ल्याप्रोस्कोपी मेसिनद्वारा साना प्वाल मार्फत शल्यक्रिया गर्ने गरिन्छ। यस प्रविधिले बिरामीलाई न्यून पीडा, कम रक्तस्राव र छिटो स्वास्थ्य लाभ गराउने भएकाले बिरामीहरू यसतर्फ धेरै आकर्षित भएका छन्। ल्याप्रोस्कोपी मेसिनबाट कुन कुन अपरेसन हुन्छ त? यो मेसिनद्वारा पित्तथैलीको स्टोन हटाउने, एपेन्डिक्स, हर्निया, युटेरस सम्बन्धी शल्यक्रिया, डायग्नोस्टिक ल्याप्रोस्कोपी एवं स्टोनको सर्जरी गर्ने गरिन्छ। ल्याप्रोस्कोपी मेसिनको निम्न विशेषता छन्: ल्याप्रोस्कोपी मेसिनको प्रयोगले शरीरमा साना प्वाल मात्रै पारेर शल्यक्रिया मजाले गर्न सकिन्छ। त्यस्तै यो मेसिनले कम रक्तस्राव हुन दिन्छ, कम रक्तस्रावमै अपरेसन गर्न मद्दत पुर्याउँछन्। त्यस्तै बिरामीलाई न्यून मात्रामा पीडा हुन दिन्छ। संक्रमणको जोखिम पनि अत्यन्त कम हुन्छ। कुनै दाग धब्बा हुन दिँदैन। सुरक्षित र आधुनिक शल्यक्रिया। यो मेसिनको प्रयोगले एकदमै सुरक्षित रूपमा शल्यक्रिया गर्न मद्दत पुर्याउँछन्। त्यस्तै बिरामी छिटो निको हुने र 1-2 दिनमै मजाले डिस्चार्ज हुन्छन्। साना प्वालबाट गरिने ठूलो उपचार। यो अस्पतालले रौतहटमा चिकित्सा सेवामा नयाँ उचाइ पुर्याएको छ। ल्याप्रोस्कोपी मेसिनको काम र विशेषता बारे थप बताउनुहुन्छ यहाँका डाक्टर पंकज कुमार। यो मेसिनले हेर्छ चाहिँ के को अपरेसनको लागि यो प्रयोग गर्नुहुन्छ? अब यो मेसिन प्रयोग गरेर हामी थरीको जस्तै हामीले भयो पित्तको थैलीको अपरेसन भयो है, सँगसँगै अब आन्द्रामा प्वाल परेछ हैन, तर पेशेन्ट अलिकति ठिक्कको स्टेबल कन्डिसनमा छ भने चाहिँ त्यतिखेर चाहिँ दूरबीन माध्यमबाट चाहिँ आन्द्राको प्वाल पनि सिलाउन सकिन्छ है। अथवा चाहिँ पाठेघरको अपरेसन, अब गाइनिक कन्डिसनहरुमा गाइनिक डाक्टर साहबहरुले पाठेघरको अपरेसन गर्दाखेरि पनि हामीले दूरबीनको माध्यमबाट नै गर्न सक्छौँ है। अब अर्को भन्ने समग्रमा अब मान्छेले बुझ्ने खालको भन्नु पर्यो भने चाहिँ पेटभित्र जति पनि हाम्रो अङ्गहरू छ, आन्द्रा, सानो आन्द्रा भयो, ठुलो आन्द्रा भयो हैन, रेक्टम भयो, पेट भयो, कुनै प्रकारको समस्या छ, रोग छ भने त्यसको अपरेसनको लागि एउटा हामीले प्रयोग गर्ने मेसिन। यो मेसिन चाहिँ उपचारको लागि कतिको प्रभावकारी छ? प्रभावकारी भन्नाले चाहिँ जुन हामीले चिरेर पहिलादेखि नै हाम्रो क्लासिकल मेथड छ हैन, पहिलादेखि चलिआएको कुरा, यो मेसिन नहुन्जेल बेलाको कुरा चाहिँ अब त्यसमा चाहिँ के हुन्छ भने नर्मल हस्पिटल डेको कुरा हुन्छ है। अब जस्तै यो मेसिनद्वारा अपरेसन गर्यो भने चाहिँ आज अपरेसन गर्यो, भोलिको दिन चाहिँ हामी खाना खान दिन्छौँ, पर्सिको दिनसम्म हामी घर पठाइदिन्छौँ भन्नाले 3 दिनमा हाम्रो अपरेसन गराएर घर जाइसक्नुहुन्छ। तर त्यही चिरेर गर्नु पर्दाखेरि चाहिँ मिनिमम 7 दिन 10 दिन पर्ने। अब यसले चाहिँ के गरेको भने चाहिँ जुन 3 दिनमा
समयको बचत भयो। अर्को चाहिँ पेसेन्टले धेरै चिरा खानु परेन है। पछि चाहिँ एसएसआई भनेको सर्जिकल साइट इन्फेक्सन भने चिरेको ठाउँमा कुनै प्रकारको इन्फेक्सन हुनबाट पनि बचायो यसले चाहिँ। अर्को चाहिँ के भन्छ पेसेन्टलाई अब जस्तै अब रगत धेरै बग्ने अवस्था हुन्छ, धेरै चिर्दाखेरि धेरै रगत बग्ने कुरा चाहिँ यसले चाहिँ बचाउने काम भयो है भन्नाले। अनि एज वेल एज यो मिनिमल इन्भेजिभ प्रोसिजर हो हैन। अहिलेको समयमा हुन त रोबोटिक्सहरु आइसकेको छ, तर ल्याप्रोस्कोपी पनि मिनिमल इन्भेजिभ प्रोसिजर हो। अब यसले यो मसिनले गर्दा चाहिँ रिसेन्ट एडभान्समेन्टहरु हैन, पेसेन्टलाई हामीले जुन ठाउँमा चिरेर हामीले हात पुग्दैन त्यतिखेर चाहिँ यो मेसिनहरुले चाहिँ धेरै सहयोग गरेको छ। अब धेरै मान्छे अहिले पनि यो मेसिन यो तराई सिटी हस्पिटल सुखदेव चौकमा छ भनेर जानकारी छैन, त्यस्ता व्यक्तिहरूलाई के सन्देश दिनुहुन्छ? त्यस्ता व्यक्तिलाई के भन्न चाहन्छु भने चाहिँ मेरो नाम चाहिँ खासमा डाक्टर पङ्कज शाह हो। म जेनरल सर्जन हो हैन। अनि यो मेसिन सञ्चालन गर्ने मान्छे मैले है। अब त्यसपछि चाहिँ अब यो हस्पिटलमा यसको सुविधा छ हैन। अब त्यसैले अब जुन मेसिनको अपरेसन गराउनु पर्ने भनेर कोही भरतपुर जाँदै हुनुहुन्छ अथवा चाहिँ बिरगञ्ज जाँदै हुनुहुन्थ्यो भने चाहिँ अब त्यति खर्च गर्नुपर्ने अवस्था छैन। तपाईको आफ्नै ठाउँ गाउँमा नै यो मेसिनको सुविधा भइसकेको छ र चाहनुभयो भने चाहिँ यो मेसिनद्वारा चाहिँ सफलतापूर्वक अपरेसन पनि भइरहेको छ र यसको चाहिँ अब चाहिँ आफ्नो चाहिँ फाइदा उठाउनु तपाईले चाहिँ अब हामीले मेसिन लिएर आछौँ, तपाईहरु चाहिँ अब हामीमाथि विश्वास गरेर आइदिनुस् भनेर भन्न चाहन्छु। हस्, धन्यवाद। यो हो एनेस्थेसिया मेसिन। एनेस्थेसिया मेसिन भनेको सुरक्षित बेहोस गर्ने प्रक्रिया हो। आधुनिक शल्यक्रियाको मेरुदण्ड भनेकै एनेस्थेसिया मेसिन हो। नेपाल तराई सिटी हस्पिटल सुखदेव चौकमा अत्याधुनिक डिजिटल एनेस्थेसिया मेसिन जडान गरिएको छ, जसले शल्यक्रियालाई अझ सुरक्षित, सहज र त्रुटिरहित बनाउने गर्दछ। एनेस्थेसिया मेसिनको विशेषता निम्न छन्। यसले चाहिँ कुनै पनि बिरामीलाई शल्यक्रिया गर्नुभन्दा अघि सुरक्षित रूपमा बेहोस राख्ने काम गर्छन्। त्यस्तै अक्सिजनको मात्रा स्वयं नियमन गर्छन्। हार्ट रेट, बीपी, अक्सिजनको लेभल निरन्तर मोनिटोरिङ गर्छन्। शल्यक्रिया पूरा नहुन्जेलसम्म स्वचालित रूपमा सपोर्ट गर्छन्। बिरामीको विभिन्न प्रकारको ग्यास मिक्स कन्ट्रोल गर्छन्। झटका सास फेर्न समस्या वा जोखिमलाई यो मसिनले कम गर्छन्। एनेस्थेसिया मेसिनको काम र विशेषता बारे थप बताउँदै हुनुहुन्छ यहाँका डाक्टर पङ्कज कुमार। कुनै पत्थरी छ त्यसको अपरेसन गर्नु पर्यो भने चाहिँ हामीले प्रयोग त्यतिखेर चाहिँ यो मेसिनको प्रयोग गरिन्छ, जसले गर्दा चाहिँ हुन त यो जिल्लामा धेरै ठाउँमा छैन हैन, तर हामीले आफ्नो अस्पतालमा यसलाई लिएर आछौँ कि हामीले जिल्लावासीहरूलाई सुविधा दिन सक्छौँ भनेर चाहिँ। अब यसले चाहिँ हेल्प गर्न अरू इमर्जेन्सी कन्डिसनहरू ठुलो अपरेसन, पेट चिरेर बिच पेट चिरेर आन्द्रामा पाल परेको अपरेसन हुन सक्छ, अथवा चाहिँ आन्द्रा कुहिएको, आन्द्रा बटारेको हैन। अब यस्तो अपरेसन जटिल अपरेसनहरूमा चाहिँ क्यान्सरहरूकै अपरेसन भयो त्यतिखेर भयो, अथवा हाम्रो जति पनि यो भन्दा नाइटोभन्दा माथिको अपरेसन गर्नु खालको अपरेसन गर्नुको लागि महत्त्वपूर्ण सहयोग गर्छ हैन। महत्त्वपूर्ण यसले चाहिँ अपरेसनको दौरान पेसेन्टलाई कुनै प्रकारको श्वास प्रश्वासमा चाहिँ कुनै समस्या नहुन दिन तथा अपरेसन पछि पनि यसले चाहिँ धेरै महत्त्वपूर्ण। यसले अहिलेसम्म कतिजना लेभलमा सफलतापूर्वक अपरेसन गर्नुभएको? अब तपाईँ यहाँ आउनुभन्दा हामीले यो मेसिनबाट कमसे कम 9वटा यो आएको धेरै दिन भएको छैन। यो आएको चाहिँ लगभग 1 महिना जतिको हैन। 1 महिना त 9-10 जनालाई चाहिँ हामीले यो मेसिन प्रयोग गरेर अपरेसन गराइसकेका छौँ। यस अस्पतालमा ओपीडी देखि लिएर आईसीयू सम्मका सबै सेवा एकै छानामुनिमा उपलब्ध छन्। यो अस्पतालमा ओपीडी, एक्सरे तथा भिडियो एक्सरे, डेन्टल यानी दाँत सम्बन्धी सम्पूर्ण उपचार गर्नुका साथसाथै अपरेसन थिएटर, आईसीयू र एनआईसीयू, इमर्जेन्सी सेवा, दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा उपचार गर्ने गरिन्छ। यहाँ ल्याब र फार्मेसीको पनि सुविधा उपलब्ध छ। तराई सिटी हस्पिटल नै किन, सबैको रोजाइमा तराई सिटी हस्पिटल सुखदेव चौक रौतहट। सबैभन्दा महत्त्वपूर्ण कुरा यो छ कि यहाँका मेसिनहरू अत्याधुनिक, सुरक्षित अनि उच्च गुणस्तरका छन्। मेसिनद्वारा उपचार गर्दा बिरामीलाई पीडा कम हुन्छन्, जोखिम पनि धेरै कम हुन्छन् र बिरामी छिटो निको हुने गर्छन्। एक्युरेट रिपोर्ट पनि दिन्छन्। यसले गर्दा समय र पैसा दुवैको बिरामीलाई बचत हुन्छन्। अहिले बिरामीहरू अन्य ठाउँको अस्पताल छोडेर तराई सिटी हस्पिटल तर्फ आकर्षित हुनुको मुख्य कारण पनि यही हो। यदि तपाईँ आधुनिक सुविधा सहित सुरक्षित उपचारको खोजी गर्दै हुनुहुन्छ भने नेपाल तराई सिटी हस्पिटल सुखदेव चौक रौतहटलाई एकचोटि अवश्य सम्झिनुहोस्।
यो अस्पतालको सेवा यति व्यवस्थित, यति सहज छ कि रौतहटको मात्र नभई अन्य जिल्लाबाट समेत बिरामीहरू तराई सिटी हस्पिटल सुखदेव चौकमा नै आउने गरेका छन्। रौतहटमा आधुनिक उपचार, सुरक्षित शल्यक्रिया, सही रिपोर्ट र अनुभवी चिकित्सक खोज्दै हुनुहुन्छ भने नेपाल तराई सिटी हस्पिटल सुखदेव चौक रौतहटमा अवश्य आउनुहोस्। एकचोटि सेवाको मौका अवश्य दिनुहोस्। यहाँ उपचार मात्रै होइन, विश्वास, सहजता र सुरक्षा सबै एकै ठाउँबाट दिने गरिन्छ। तपाईको सेवामा 24औं घण्टा उपलब्ध तराई सिटी हस्पिटल सुखदेव चौक रौतहट। गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवाको लागि एकपटक अवश्य आउनुहोस्। नेपाल तराई सिटी हस्पिटल सुखदेव चौक रौतहट, तपाईको हस्पिटल, तपाईको लागि।